मोरङको बेलबारी नगरपालिका वडा नम्बर 9 का स्थायी बासिन्दा बुद्धयरका सञ्चालक समेत रहेका वीरेन्द्र बहादुर बस्नेत गतिशील लोकतान्त्रिक पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेको र आफ्नै क्षेत्रबाट निर्वाचन लड्ने हल्लासँगै यस विषयले उनको निर्वाचन क्षेत्र मात्र नभएर राजनीतिक वृत्तमा समेत तहल्का मच्चाएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन 21 का लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसकेको छ। बस्नेतले सोही क्षेत्रमा निर्वाचन लडेको खण्डमा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका कांग्रेसका प्रभावशाली नेता बेलबारी शहर निवासी डाक्टर सुनिल शर्माको सामना गर्नुपर्ने हुन्छ। शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक समेत हुन्। एमालेका भानुभक्त ढकालसँग एकपटक पराजय बेहोरेका डाक्टर शर्मा 2079 मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनै ढकाललाई 22,000 भन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका थिए। आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रवाहका कारण उनी सो क्षेत्रमा लोकप्रिय मानिन्छन्। बस्नेत देशकै अग्रणी मानिएको बुद्धयरका सञ्चालक समेत हुन्। उनले कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यका साथ बेलबारी 9 मा आर्जु राइस मिल समेत सञ्चालन गरिरहेका छन्। उनले सोही क्षेत्रका सयौं नागरिकहरूलाई रोजगारी समेत दिएका छन्। उनका बुवा स्वर्गीय सुरेन्द्र बहादुर बस्नेत बनारस हिन्दू विश्वविद्यालयबाट MA र LLB अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहदामा रहेर काम गरेका थिए। उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए। उनी 2024 मा कानुन तथा न्याय शिक्षा मन्त्री र 2025 मा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पनि भएका थिए। यसअघि सोही क्षेत्रका सांसद रहेका शर्माले 48,631 मत ल्याएर विजयी भएका हुन्। मोरङ क्षेत्र नम्बर 3 मा पथरी शनिश्चरी नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका र सुन्दरहरैँचा नगरपालिकाका केही वडाहरू समेटिएका छन्। बुद्धयरका सञ्चालक बस्नेत आगामी फागुन 21 गतेका लागि तय भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्ने तयारी गरेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश पर्साईले जानकारी दिएका छन्। यस क्षेत्रबाट व्यवसाय मार्फत विशिष्ट पहिचान बनाएका दुई व्यक्तिहरूको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गर्न थालिएको छ। अन्य पार्टीहरूले पनि आफ्ना उम्मेद्वार चयन गरेपछि यो क्षेत्रको निर्वाचनले देशकै ध्यान तान्ने निश्चित देखिन्छ।